ल है फिसिङ रड भेटाएँ रेडी है रेडी चारो यहाँ छ तर मैले यो हुक ठुलो भेटाएन हो सानो मात्र कहाँ रहेछ है हुक र सिसा भेटाएन क्या अब कहाँ रहेछ छ होला नि केटाहरूकोमा होइन मेरो पनि रेडी छ है ल रेडी रेडी हरियाली गेट नम्बर गेट हो हरियाली गेट नम्बर 2 बाट जङ्गल प्रवेश यो जङ्गलको बाटो धरानपुर कन्टेन बाइकको लागि त हाइवे भन्दा पनि हुन्छ यो बादल मित्र बाले सुन्नुहुन्छ बादल मित्र हात हल्लाइदेऊ न यहाँ क्यामेरामा हात हल्लाइदेऊ ल गाडी वा है बादल मित्र है फिसिङको च्याम्पियन चाहिँ एक्लै आउँदै रात परिबस ढुकेर डुकेर माछा चाहिँ लिएर आउँदैन फेरि आज उहाँकै नेतृत्वमा हामीहरू हिँडेको है माछाको फिसिङ किङ है उहाँ फिसिङ किङ बादलजी Let's go fishing, let's make a day. I got the pole, you got the bait. It's so pretty, I'd sure hate to waste this time. We'll find us a shady little spot, not too cool, not too hot, and kick on back till we feel a tug on the line. यताबाट गयो भने टिकटक ताल यताबाट गयो भने हाम्रो राखाताल एरिया Nowhere to go, nothing to do, just a whole lot of fishing, me and you. No one to see, nothing to say. We won't stop till we ain't done nothing all day. Let's go fishing. I'm on a mission. It's so pretty, I'd sure hate to waste this chance. We'll find us a shady little spot, not too cool, not too hot. हुक बनाएको छु तीनटा चारो छ पर्छ कि पर्दैन लेट्स ट्राई दाजु कति मारिसक्नुभयो माछा हुवेल माछा झिकौँ भन्ने क्या हुवेल माछा झिक्नु पर्यो हुवेल माछा छ यहाँ छ नि अबे ब्लू वेल हो र गोच त अस्ति लगाएँ होइन पारे अब ब्लू वेल झिकेर टक्कै धराउन पार्टी गर्ने सोच त राम्रो रहेछ जस अरे भाइ को हो के हो यो
बेच्नु रहेको कि के हो यो पत्रकारै हो त भाइ के गरेको भाइले माछाको चारो बनाउने प्रोसेस के के हालेको भाइ अन्डा बिस्कुट कुखुराको चारो फुड कलर होइन त्यति नै हो हामीले मारेको नि त यो मेरो फिसिङ रड चारो यहाँ डुल्दैछ चारो त्यहाँ बोटिङ हुँदैछ अनि माछा कहाँबाट आउँछ ओ सानो परेछ ल यो उद्घाटन भयो एउटा उद्घाटन है उद्घाटन के त रौ हो रौ